हेलो साथीहरू, आज चाहिँ म वेदरको हिसाबले चाहिँ मोमो खाने एउटा एकदमै ठुलो चाहना थियो हो। मेरो छोरीले चाहिँ अस्तिदेखि नै चिकन मोमो खाने 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 भन्दा मलाई न्यू खोजिराखेको थिएन। अन्त आज चाहिँ उसको फरमाइसमा चाहिँ चिकन मोमो बनाएको छु हो। यो अचार चाहिँ हो उसले सिलौटोमा पिसेकै आफै, एकदम यम्मी यम्मी टेस्टी टेस्टी छ होला। टेस्ट गरेर हेरौँ है त। दामी भएछ अचारको चाहिँ नि, यस्तो दामी फ्लेभर आएछ कि हल्का रुख टमाटर हुन्छ नि त्यस्तो जस्तो आउँछ। मिठो भयो। हामीले कति भएको थियो नानी? सुप पनि दामी भएछ, टेस्टी। टेस्ट दामी तर है नानी? मिठो भइरहेछ। दामी छ, टेस्टी। दामी भएछ। तिमीलाई सुप पुरा खाऊ है। अब चाहिँ एक दिन अझै बिफको सुप खानु पर्छ। पानी परेको गर्छ, पहिरो लडेको बाटो पनि त्यस्तै छ। अचार दामी छ। सुप दामी छ होइन नि? दामी। नानीले चाहिँ उता खाँदैछ हो। अलिकति जुसी भएन रहेछ मोमो है। मैले आफै तेल अलिक कम्ती गरेको, बेसी हाल्नु हुँदैन नि त। आहा, गरम जति